हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग भिडियो साथीहरू। आज चाहिँ सम्धि र म भएर चाहिँ जाँदैछु बौद्ध घुम्नको लागि, बौद्ध दर्शन गर्नको लागि। र बौद्ध चाहिँ हामी कहाँबाट जाँदैछौँ भने हामी लपडाँडा हुँदै अनि तामाङ गुम्बा हुँदै अनि बौद्ध जानेछ। त्यहाँबाट चाहिँ हामी यता फेरि फर्केर आउनेछ। ओके गाइज, लेट्स सी भिडियो कस्तो हुन्छ हेर्दै गर्नु होला। अहिले चाहिँ हामी आइपुग्यो लपडाँडाको नजिकै। अनि यहाँनिर चाहिँ सम्धि र म भएर यहाँनिर चाहिँ उल्टी जाउँ भन्ने सोचिरहेको छ। सम तपाईँलाई उल्टी जाउँ भन्न आउँछ? मलाई आउँदैन, यसो तपाईँ हेप्रै हान्नु। ओके गाइस, सम्धिलाई चाहिँ उल्टी जाउँ भन्न नआउने रहेछ होइन। म चाहिँ ऊ त्यहाँ माथिबाट वान ट्राई गाइस, कस्तो हुन्छ प्रक्रिया दिनु होला, प्रतिक्रिया। ओके गाइस, म चाहिँ उल्टी जाउँ भन्न गइरहेको छु। फर्स्ट टाइम हो गाइज, कस्तो हुन्छ थाहा छैन। यति अग्लोबाट डर पो लाग्छ त यार, डर छ कि हो म त। ओके, ओ माई गॉड, के हो यार, वान टाइम फेरि। ओके गाइज, फर्स्ट टाइम चाहिँ यहाँनिर राम्रो भएन, अर्कोचोटि चाहिँ राम्रोसँग हान्ने कोसिस गर्दैछु। ओके गाइज, लेट्स सी। ओ माई गॉड, भयो के हो यार अहिले त। ओके गाइस, अब चाहिँ उल्टी जाउँ भने होइन, उल्टी जाउँ भनेर चाहिँ सम्धि र म माथि लपडाँडातिर जाँदैछु। अनि माथि पुगेपछि चाहिँ हामी देखाउनेछौँ। ओके गाइस, फाइनली हामी चाहिँ माथि लपडाँडाको टुप्पोमा आइपुगिसक्यो। अनि यता हुनुहुन्छ हाम्रो सम्धि। अनि ऊ त्यहाँतिर सानो सानो झुप्डेहरू रहेछ। यहाँनिर चाहिँ दिउँसो चटपटी यसो खानेकुराहरू बेच्नको लागि राखेको हो। अनि हामी जाँदैछु यहाँबाट तल हुँदै जान्छु गाइस। ओके सम्धि, जाउँ। यहाँतिर चाहिँ होइन, पहिल्यैदेखि हामी चाहिँ धेरै भइसक्यो लाइक कति, म काठमाडौँमा आउँदाखेरि चाहिँ 9 वर्षको थिएँ होइन। 9 वर्षदेखि अहिले 27 वर्ष भनेपछि लगभग कति 16, 17, 18 वर्षै भइसक्यो काठमाडौँ आएको चाहिँ। अनि 27, 28 वर्षमा चाहिँ म यहाँ चाहिँ धेरैचोटि आइसकेँ गाइस। म लगभग 9 वर्षमै चाहिँ आएन यहाँ होइन, लगभग 10-12 वर्षदेखि म यहाँ आउन थालेको। धेरै पटक आइसकेँ गाइस। बाटो चाहिँ यता रहेछ, हामी चाहिँ उता जान थालिसक्यो। 10-12 वर्षदेखि आउँदाखेरि चाहिँ यहाँनिर पहिला यस्तो थिएन कि गाई, मान्छेहरू त्यति आउँथेन हामीहरू आउने बेलामा। यहाँतिर चाहिँ अलि मान्छे मार्ने अनि हरेक काण्डहरू हुने त्यस्तै हुन्थ्यो होइन। अनि यहाँतिर आउनलाई चाहिँ अलिक डर लाग्थ्यो, तर हामीहरू बच्चाहरू खेल्नलाई आउँथ्यो अनि घुम्थ्यो जान्थ्यो। अनि यहाँबाट चाहिँ सबै यताउता सबै कोप्चाहरू छ कि, अनि त्यहाँ खोप्चातिर जानलाई डर लाग्ने। फेरि माथि डाँडामा जाँदाखेरि भ्यू चाहिँ बबाल देख्छ गाइस। यहाँको भ्यूहरू चाहिँ बबाल देख्छ माथि गयो भने। अनि यता हेर्नुहोस् गाइस, अहिले चाहिँ हामी जाँदैछु तलको साइडमा। तल बगार छ होइन, त्यहाँ बगारबाट हुँदै हामी जानेछौँ जम्बू डाँडा हुँदै तामाङ गुम्बा पुगिसकेपछि हामी त्यहाँबाट बौद्ध निस्किनेछौँ। ओके गाइज, भिडियो कस्तो हुन्छ हेर्दै गर्नु होला। हेर्नु त गाइज, यही हो लप डाँडा, यहाँ माथि सबभन्दा ठुलो डाँडा हो। अनि यतातिर चाहिँ सुकुम्बासीहरूले घर बनाएर बस्दो रहेछन् होइन। कहिलेकाहीँ चाहिँ नगरपालिकाहरूले लखाट्छ, अनि कुनै चाहिँ फेरि आफै निस्केर पनि जाँदो रहेछ, छोडेर भाग्दो रहेछ कुनै चाहिँ होइन। लखाट्नुभन्दा अगाडि कोही चाहिँ फेरि
लखार्दाखेरि भाइस पहिला पहिला चाहिँ हामी होइन उल्टी जाम हान्नको लागि उतापट्टि अलि उल्टी जाम हान्ने ठाउँ छ होइन, त्यहाँ चाहिँ हामी पहिला पहिला बलुवाखानी भन्थ्यो। अनि त्यहाँनिर आएर उल्टी जामहरू हान्ने अनि सिक्ने गर्थ्यो। सुरु सुरुमा त आउँथेन नि त, त्यही भएर त्यतातिर उल्टी जामहरू हान्थेँ। अहिले चाहिँ खासै उल्टी जामहरू हान्दैन होइन। अब उमेर पनि गयो, 26-27 वर्ष पुगिसक्यो। अहिले चाहिँ गाइज हामी जम्बू डाँडाको नजिकै जम्बू डाँडाको पुलमा आइपुगिसक्यो। यहाँनिर चाहिँ जम्बू डाँडाको पुल, यता हुनुहुन्छ हाम्रो सम्धी अनि हामी जानेछौँ यहाँ जम्बू डाँडा हुँदै उता बौद्ध साइडमा। अनि यहाँदेखि यता जाँदाखेरि चाहिँ जस्तै तामाङ गुम्बा हुँदै हामी जानेछौँ, बौद्ध जानेछौँ गाइज। ओके लेट्स सी भिडियो कस्तो हुन्छ ट्राई गर्नु होला। अहिले चाहिँ गाइज हामी भित्र गुरु रेम्बोर्चे भएको ठाउँतिर पनि गएर आयो होइन। त्यहाँनिर चाहिँ फोटो सुट गर्ने अथवा भिडियो फुटेजहरू लिन नमिल्ने रहेछ। अहिले हामी छौँ बौद्ध स्तूपको साइडमा, जस्तै मने घुम्दैछु। ओके गाइज, यहाँको भ्यूहरू चाहिँ म तपाईँहरूलाई देखाउने छु, हेर्दै गर्नु होला।
फाइनली गाइज हामी चाहिँ बौद्ध लबडाँडा घुमेर पनि आयो अनि बब्बाल रमाइलो पनि लाग्यो हाम्रो सम्धीलाई पनि रमाइलो लाग्यो होला सम्धी तपाईँलाई कतिको रमाइलो लाग्यो एकदम बबाल लाग्यो राम्रो छ अनि कहाँबाट हेर्नुहुन्छ कमेन्ट गर्नु होला लाइक गर्नु होला सब्सक्राइब गरिदिनु होला ओके गाइज तपाईँहरूले सुन्नु भइसक्यो हाम्रो ब्लग कस्तो लाग्यो मन पर्यो भने अवश्य नै लाइक गर्नु होला हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई